एआई ज्ञानको एउटा यस्तो समुद्र जहाँ हरेक फ्याक्टरको इन्फर्मेसन एभाइलेबल छ, मानव अनलिमिटेड। अर्कोतर्फ कुरा गरौँ नेपालको एजुकेसन सिस्टम। यो टपिकमा अर्को भिडियो बन्न सक्छ। एनिवे नेपालको एजुकेसन सिस्टम तपाईँलाई थाहा नै छ, स्कुलमा जे पढाउँछन् त्यो घरमा गएर घोक अनि आऊ। यो कुरा मैले पनि फेस गरेको हो। भन्दा अचम्म लाग्ला मैले देखेको 12मा मेरो साथीले कम्प्युटरको प्रोग्राम घोकिरहेको थियो। फिजिक्स, इकोनोमिक्स जस्ता सब्जेक्ट पनि खासमा घोक्नुपर्ने होइन, यिनीहरूको पनि हामीलाई बेसिक कन्सेप्ट भए पुग्छ। यो कुरा मान्नुहोस् कि 12 पछि 12 सम्मको एजुकेसन काम लाग्नेवाला छैन, बिकज अफ एजुकेसन सिस्टम अफ नेपाल। घोकन्ती विद्या र मार्क्स बेस्ड एजुकेसन सिस्टम। घोकेको प्रोग्रामले वेबसाइट एप्लिकेसन बन्छ त अनि एजुकेसन सिस्टम राम्रो भएको भए त्यतिका स्टुडेन्टहरू विदेशमा पढ्न जाने थिएनन् नि। त्यसैले यो एजुकेसन सिस्टमबाट थोरै माथि उठेर आफ्नो लाइफलाई जोयफुल र एजुकेसनलाई सजिलो बनाउने भए यो भिडियो तपाईँको लागि। अदरवाइज तपाईँ पनि कुवाको भ्यागुतो भएर बस्न सक्नुहुन्छ। आई थिङ्क त्यो कसैले पनि चाहँदैन। सो आजको भिडियोमा म तपाईँलाई 5वटा यस्तो एआई टुल्सको बारेमा एक्सप्लेन गर्नेछु जसले तपाईँको एजुकेसनलाई 5x बेटर बनाउनेछ। स्कुल अथवा कलेजमा प्रेजेन्टेसन, इक्जाम प्रिपरेसन, कन्सेप्ट अन्डरस्ट्यान्डिङ, यो 3वटा टपिक कभर भयो भने तपाईँको 75% डाउट क्लियर हुन्छ। त्यो तपाईँको क्यापेबिलिटीमा भर पर्छ। जसले यो भिडियो क्लिक गर्यो आई थिङ्क त्यो स्टुडेन्ट अनक्यापेबल पक्कै पनि छैन। सो आई निड योर एटेन्सन टु स्टार्ट द भिडियो। यो लिस्टको नम्बर 1मा छ डेन्डे एआई। यो एउटा यस्तो एआई हो जसले पीडीएफको एमसीक्यू बनाएर तपाईँलाई क्वेसन सोध्न सक्छ। जतिसुकै लामो क्वेसन होस् त्यसको कन्सेप्ट चेक गर्नको लागि एमसीक्यू। यो तपाईँको इक्जामको 1 विक अगाडि मलाई कति आउँछ, के आउँछ, कति बुझेको छु भन्ने कुरा पत्ता लगाउन अत्यन्त मद्दत गर्छ। यसको लागि तपाईँलाई एउटा बुक अथवा युनिटको पीडीएफ जरुरी हुन्छ जसको बारेमा तपाईँ जान्न चाहनुहुन्छ। जसको लागि क्रोम ब्राउजरमा डेन्डे एआई सर्च गर्नुहोस् र यो वेबसाइटमा क्लिक गर्नुहोस्। त्यसपछि स्टार्ट फर फ्रीमा क्लिक गर्नुहोस्, देन साइन अप गर्नुहोस्। उक्त कार्यमा तपाईँको थोरै टाइम पनि लिन सक्छ। देन आफ्नो पीडीएफ फाइल अपलोड गर्नुहोस्, त्यसपछि एकछिन वेट गर्नुहोस्। माथि हेर्न सक्नुहुन्छ 190+ क्वेसन, त्यो पनि 1 युनिटबाट। द्याट इज इनफ टु रिभिजन। त्यसपछि सी फ्री क्वेसनमा क्लिक गर्नुहोस्, देन स्टार्ट योर डिजिटल रिभिजन। यो एआई कतिको इम्पोर्टेन्ट र युजफुल छ भन्ने कुरा त तपाईँले बुझिहाल्नु भयो। मेरो विचारमा रिभिजन र एक्जाम प्रिपरेसनको लागि यो एआई बेस्ट छ। त्यसपछि अरू एआईको कुरा गरौँ। स्कुल अथवा कलेजमा तपाईँहरूलाई 25 मार्क्सको प्र्याक्टिकल एक्जामिनेसन त गराइन्छ नि, जहाँ तपाईँलाई प्रेजेन्टेसन तयार गर्न लगाइन्छ। त्यो प्रेजेन्टेसन फोनमा तयार गरौँ। यस, प्रेजेन्टेसन इन फोन इन जस्ट 1 क्लिक। यो प्रेजेन्टेसन स्कुलमा लैजान नसके पनि कुनै टपिकको बेसिक अन्डरस्ट्यान्डिङ गर्न धेरै इफेक्टिभ हुन्छ स्कुलको बोरिङ बुक भन्दा। यसको लागि क्रोम ब्राउजरमा स्लाइड्स गो सर्च गर्नुहोस्, त्यसपछि डाइरेक्ट आफ्नो प्रेजेन्टेसनको टपिक टाइप गर्नुहोस्। त्यसपछि बल्ल तपाईँलाई साइन अप गर्न भन्छ र साइन अप गर्नुहोस्। त्यसपछि तपाईँको टपिकको मेन कन्टेन्ट आफै जेनेरेट हुन्छ, त्यसलाई एडिट पनि गर्न सक्नुहुन्छ। त्यसपछि स्क्रोल गर्दै तल गएपछि त्यहाँ तपाईँले इमेजको अप्सन देख्नुहुन्छ, त्यसमा क्लिक गर्नुहोस्। देन बेसिक इमेजमा क्लिक गर्नुहोस्, त्यसपछि टेक्नोलोजी लन्चेसमा क्लिक गर्नुहोस्। देन तपाईँको प्रेजेन्टेसन आफै रेडी हुन्छ। त्यसपछि डाउनलोड बटनमा क्लिक गर्नुहोस्। डाउनलोड भएपछि कुनै पनि एपमा ओपन गर्नुहोस्, तपाईँको एआई इमेजसँग प्रेजेन्टेसन रेडी छ इन पीडीएफ फर्मेट। यस, यसमा एनिमेसन छैन। यसको लागि तपाईँलाई पीसी या ल्यापटपको जरुरत पर्छ। पीसी ब्राउजरमा pi.ai सर्च गरी सेम प्रोसेस अपनाउनु भयो भने एनिमेटेड वाइज तपाईँले प्रेजेन्टेसन पाउनुहुनेछ। यो सिक्नुभयो भने तपाईँलाई पावर पोइन्टको के जरुरत। अब नेक्स्ट एआईको कुरा गरौँ। तपाईँको समय सस्तो छैन, धेरै फोनमा लेक्चर हेऱ्यो भने हाम्रो माइन्ड आफै डिस्ट्र्याक्ट हुन्छ। त्यसको सोल्युसन हो यो एआई, जसले जतिसुकै लामो युट्युब भिडियो होस् त्यसको बेसिक कन्सेप्टलाई पोइन्ट वाइज समराइज गरेर दिन्छ। यसको लागि तपाईँले युट्युबमा उक्त भिडियोको लिङ्क कपी गर्नुपर्ने हुन्छ। देन क्रोम ब्राउजरमा नोट जीपीटी टाइप गर्नुहोस्, यो वेबसाइटमा क्लिक गर्नुहोस्, देन ट्राई नाउ फर फ्रीमा क्लिक गर्नुहोस्। यो वेबसाइटमा पनि तपाईँले साइन अप गर्नुपर्छ है। मैले पहिले नै धेरैचोटि युज गरेको हुँदा मेरो अलरेडी साइन अप छ। कपी गरेको लिङ्क पेस्ट गर्नुहोस्, त्यसपछि एकछिन टाइम लिन सक्छ। त्यसपछि एआई नोट्समा क्लिक गर्नुहोस्, तपाईँको समरी रेडी छ, जसलाई तपाईँले आफ्नो नोटबुकमा कपी पनि गर्न सक्नुहुन्छ। यो पनि टोटली फ्री छ। जति लामो लेक्चर तपाईँ पोस्ट गर्नुहुन्छ तपाईँलाई उति नै फाइदा हुन्छ। अब बढौँ नम्बर 4मा। मानौ तपाईँको कलेज वा स्कुलमा भेकेसन चलिरहेको छ र तपाईँले आफूलाई मनपर्ने स्किल सिक्न चाहनुहुन्छ, त्यो पनि फ्रीमा, लाइक कोडिङ, फाइनेन्सियल म्यानेजमेन्ट, बिजनेस एसेट्रा। त्यसो भए यो एआई तपाईँको लागि, किनभने यो एआईले तपाईँलाई लगभग अनलिमिटेड अनलाइन कोर्सेसहरू फ्रीमा प्रोभाइड गर्छ। त्यसको लागि क्रोम ब्राउजरमा ट्युटोरियल एआई सर्च गर्नुहोस् र यो वेबसाइटमा क्लिक गर्नुहोस्। त्यसपछि उक्त येलो कलरलाई क्लिक गर्नुहोस्। आफ्टर द्याट यु क्यान चुज द कोर्स विच यु वान्ट टु लर्न। त्यसपछि सिम्पली साइन इन गर्नुहोस्, तपाईँको कोर्स रेडी हुन्छ। आफ्टर क्लिकिङ क्रिएट नाउ, त्यसपछि तपाईँले सबै टपिकलाई डिटेलमा पढ्न पाउनुहुन्छ, स्पेसली कमन पब्लिक स्किल्स लाइक कम्युनिकेसन, फाइनेन्सियल म्यानेजमेन्ट, इन्भेस्टमेन्ट एसेट्रा। यसले चाहिँ तपाईँको आफ्नो पर्सनल लाइफलाई धेरै इङ्गेजिङ बनाउन हेल्प गर्छ। एउटा कुरा थाहा छ, म पनि अहिले 12 को इक्जाम दिएपछि यसैमा मेरो फेभरेट स्किल सिकिरहेको छु। एट लास्ट नम्बर 5, च्याटबोट। यसमा म च्याट जीपीटी मात्र भन्न चाहन्न, यसमा तपाईँलाई डिपसिक, ग्रोक, जेमिनाई जस्ता अन्य एआई टुलहरू पनि मिल्ने गर्दछन्। यी च्याटबोटलाई तपाईँले सिम्पली आफूले सोध्न मन लागेको कुरा सोध्न सक्नुहुन्छ। त्यसपछि एउटा सिम्पल बेसिक एन्सर पाउनुहुन्छ। यस,
बेसिक। तर चिन्ता नगर्नु, म अर्को भिडियोमा तपाईँलाई यस्तो प्रम्प्ट इन्जिनियरिङ सिकाउने छु जसले जुनसुकै च्याटबोटमा पनि तपाईँले एडभान्स एन्सर एचिभ गर्न सक्नुहुन्छ। तर आजको भिडियोमा पनि तपाईँलाई एउटा स्पेसल चिज छ। त्यसको लागि सिम्पल्ली माथिको डबल लाइनमा क्लिक गर्नुहोस्, त्यसपछि एक्सप्लोर जीपीटीएसमा क्लिक गर्नुहोस् र तपाईँलाई जुन सब्जेक्टको बारेमा क्वेसन सोध्न मन छ त्यो सब्जेक्ट सर्च गर्नुहोस् र त्यसमा तपाईँले छुट्टै बोर्ड पाउनुहुन्छ। ती बोर्डहरूलाई पनि तपाईँ जस्तै नर्मल युजरले प्रिपेयर गरेको हो फर स्पेसिफिक टपिक। त्यो बोर्डलाई युजरले आफै ट्रेन गरेको हुन्छ। यदि तपाईँलाई एआई के हो र यसलाई कसरी ट्रेन गरिन्छ भन्ने कुरा थाहा छैन भने मेरो प्रिभियस भिडियो चेक गर्न सक्नुहुन्छ। ओके, त्यस ट्रेनपछि उक्त बोर्ड आफैमा छुट्टै च्याट जीपीटी बन्न पुग्छ जसमा एउटा मात्र टपिकसँग रिलेटेड क्वेसनहरू सोध्न सकिन्छ। फर इक्जाम्पल कोडिङको लागि छुट्टै जीपीटीएस र इकोनोमिक सब्जेक्टको लागि छुट्टै जीपीटीएस। यसले तपाईँलाई एउटा स्पेसिफिक टपिकमा रहेर धेरै ज्ञानहरू दिन सक्छ। फर इक्जाम्पल फिजिक्स सब्जेक्ट र कम्प्युटर सब्जेक्टको लागि छुट्टै छुट्टै, जसमा पनि कम्प्युटरको कोडिङ र थ्योरी छुट्टै छुट्टै। ओके, यदि तपाईँ यी सबै एआई टुलहरूलाई राम्रोसँग युटिलाइज गर्न सक्नुभयो भने तपाईँको स्टुडेन्ट लाइफ धेरै नै बब्बा जानेवाला छ। आई थिङ्क आजको भिडियो तपाईँहरूलाई धेरै इङ्गेजिङ लाग्यो होला। यस्तै एआई र फाइनेन्स रिलेटेड भिडियोहरू हेर्नको लागि यो च्यानललाई सब्सक्राइब गर्न नभुल्नु र आफूलाई समयअनुसार परिवर्तन गरिराख्नु, किनकि समय परिवर्तनशील छ। परिवर्तन नै संसारको नियम हो। यसै परिवर्तनशील समयमा तपाईँलाई पनि केही गरेर देखाउनु छ। हस्त, धन्यवाद। थ्याङ्क्स फर वाचिङ।